ल रोजगारको रूपमा व्यवसाय गरेको है यो करेला खेती। अच्छा अर्ग्यानिक हो के अर्ग्यानिक गाईको मल मात्रै लगाएको छु। हेर्नुहोस् न मान्छेले अब पत्याउनु हुन्न होला कि हेर्नुहोस् है। अब यो चाहिँ प्योर अर्ग्यानिक गाईको मल है। खेती गर्दाखेरि चाहिँ यसरी गरिन्छ नि। अब मल बिछाएको छ देखाऊ होइन हेरिहाल्नुहोस् मल बिछाएको यसरी कसरी मल लाग्छ यसरी नै फल्छ। मान्छेले अर्ग्यानिक हो कि भनेर विश्वास गर्नु मान्न कि। तर हेर्नुहोस् है यो चाहिँ अर्ग्यानिक फार्म। तपाईँहरू सबै मेरो जति फेसबुकमा जोडिनु भएको मित्रहरू युट्युबमा जोडिनु भएको मित्रहरूलाई म के भन्न चाहन्छु भने मेरो फार्ममा पनि आउनुहोस्। तपाईँहरू भिजिट गर्नुहोस्। विश्वास गर्नुहुन्छ भन्ने चाहिँ तपाईँहरू पनि आएर हेर्नुहोस् मेरो यो अर्ग्यानिक फार्म हो या होइन तपाईँले देख्न सक्नुहुन्छ। मेरो जति फार्ममा तपाईँहरूलाई एकदम स्वागत छ। मेरो जति टाढा टाढा बस्नुभएको मेरा मित्रहरू मेरा फेसबुक मित्रहरू युट्युब च्यानलमा हेरिदिनु हुने मित्रहरू उहाँलाई म अझै आग्रह गर्छु बिन्ती गर्छु मेरो युट्युब च्यानलमा पनि गएर तपाईँहरूले हेरिदिनुहोस्। लाइक कमेन्ट अनि सेयर अनि सब्सक्राइब गरिदिनुहोस् भन्ने म तपाईँहरूलाई बिन्ती गर्न चाहन्छु। कृषकको जिन्दगी यस्तै त हो के गर्नु। कृषकको जिन्दगी यस्तै छ है के गर्नु। अच्छा बोल्दैन थाक्नु भयो क्या। अन्त काम पनि गर्दै मुख पनि बाउँदै गर्दा कति थाक्छ। काम गरे कस्तो हेर न 16-17 को मान्छेले जस्तो काम गरेको छ के गर्छ। काम हुन्छ 16-17 को जस्तो के गर्नु साथी हो। आइ खोइ है के गर्नु अब के गर्नुपर्ने जेमेस्टिक ड्रिल होइन नि यस्तो हातले काम गर्नुपर्ने होइन। तपाईँहरूले हेर्नुहुन्छ होला यस्तो कसरी हातले काम गर्नुपर्ने देख्नुहुन्छ होला नि। ल सबलाई बाई बाई फेरि भेटौँ सी यू इन द फ्युचर्स।